हाई गाइज वेलकम टु माई च्यानल। आज पनि म मेरो नयाँ ब्लग लिएर आइसकेको छु। ब्लग नबनाएको धेरै दिन भइसकेको थियो। डेली बनाउनु कस्तो झ्याउ लाग्दो रहेछ क्या है। केही कन्टेन्ट पनि हुनु पऱ्यो बनाउनलाई। अब डेली एउटै रुटिन हुन्छ, न कोही घुम्न गयो न केही, त्यही भएर केही ब्लग बनाएको थिएन। तर आज चाहिँ म ब्लग बनाउँदैछु किनकि आज मेरो रुममा दिदीहरू आउँदै हुनुहुन्छ। अनि त्यही भएर सुरुदेखि नै ब्लग बनाउँछु भनेर सोचिरहेको थिएँ। अब आज चाहिँ खास भनेको छुट्टी भएपछि दिदीलाई लिन जाँदाखेरि चाहिँ बनाउँछु भनेर सोचिरहेको थिएँ। तर अहिले यसो यहाँ पार्कमा बसिरहेको थिएँ है ब्रेकमा। अनि कस्तो के गरौँ भयो। अनि ब्लग बनाउँछु भन्ने सोचेर फेरि बनाउनु थालिहालेँ। अहिलेबाटै स्टार्ट गरिरहेको छु मैले चाहिँ। हाई गाइज, म अहिले दिदी लिन जाँदैछु। अहिले आइपुगेँ, दिदी आउँदै हुनुहुन्छ। दिदीको ट्रेन आइपुग्यो। म चाहिँ यहाँ बाहिर वेट गरिरहेको। उता जानु झ्याउ लाग्यो, आफै यतै आउनुपर्छ। त्यही भएर दिदीलाई यतै आउनु भनेको छु मैले। ऊ यहाँबाट आउनुहुन्छ। कति बेला आइसक्नुभयो भने अघि नै हो ट्रेन आएको, अहिलेसम्म आइपुग्छौँ। त्यही हो, यहीँ वेट गरिरहेको छु। दिदी आइसक्नु भएको छ। त्यहाँ पुरै जापानिज जस्तो भएर आउनुभयो। म त चिन्दै नचिनेको। के हो यति ढिलो पाएको रे, अघि नै यो ट्रेन आएको। वेलकम टु माई ब्लग होइन। यो अस्ति भर्खर भेट भएको हामी त। गाइज हामी आइसक्यौँ होइन। दिदीले यहाँ भ्लगमा आउनुको लागि मास्क टोपी खोल्दै हुनुहुन्छ। यो चाहिँ मेरो पहिला एक्स एरिया हो होइन। यो एरिया चाहिँ म पहिला बसेको ठाउँ थियो। यहाँ चाहिँ हामी कोरोनाको टाइममा यति आएर बस्यौँ। हेर्नु गाइजहरू, म परिमा दिदी लक्ष्मी। यो हाम्रो के भन्छ एरिया थियो, अड्डा थियो क्या यो कोरोनाको टाइममा। खालि यहाँ आएर बस्थ्यौँ काम बिदा। अनि कस्तो फिल भइरहेको हजुरलाई दिदी? एकदम भिनाजुको हालखबर के छ? भिनाजुलाई छोडेर आउनुभयो? पर्छ इम्पोर्टेन्ट छ। यो चाहिँ हाम्रो पहिला रुम जाने बाटो हो। यहाँदेखि चाहिँ एक नजिकै थियो। अहिले त कुन डाँडामा छु म दिदी। अहिले त्यहाँ बस्दा त कति आनन्द थियो। दौडी जान्थ्यौँ पुरा ट्रेन भेटाउनलाई। यो चाहिँ अहिले यो हामी बस्दा यो घर थिएन, अहिले चाहिँ यो घर बनेछ। ऊ त्यही बिल्डिङ हो क्या, उयो ब्राउन कलरको देख्छ नि, त्यही बिल्डिङ हो। जिन्दगी बढिया चलिरह आज। बियोस् कति खुसी छु म भन्ने कुरा म वर्णन गर्न सक्दैन। दिदीको साथमा आज पुरै हाम्रो पार्टी छ होइन। अझै अर्को दिदी कतिखेर आइपुग्ने थाहा होइन। हामी चाहिँ अहिले चाहिँ दुईजना होइन, दुईजना रमाइलो गरौँ। अब हाम्रो दाइ लिन आउँदै हुनुहुन्छ। अब हाम्रो पहिला एक्स रुममा गएर वेट गर्न भन्नुभयो, त्यहीँ गएर वेट गर्छौँ। बिलका बस्छौँ लिँदै होइन दिदी। ल गाइज, हामी बसेको रुम यही हो। ऊ यो रुममा बस्थ्यौँ हामी त। अनि यहाँ चाहिँ गमी फाल्थ्यौँ। यहाँ चाहिँ साइकल राख्थ्यौँ। यही हो गाइज, हामी गाडी चढिसक्यौँ। यतिखेर हाम्रो दाइ लिन आउनुभएको छ हामीलाई। अनि हामी गाडी चढिसक्यौँ। दिदी बस्नुभयो, अनि बसेछु। अनि अब दाइले हामीलाई रुममा छोड्न जाँदै हुनुहुन्छ। बिचरा मेरो दाइले कति दुःख दिन्छु मैले। लिन जानु छोड्न आउने मलाई पुऱ्याउने ठिकको गाडी किनेको नि मलाई लिन आउने छोड्न जाने जस्तो। भाउजू के भन्छ, हाम्रो एउटा यहाँ दाइ थपिनु भएको छ। अघि मैले देखाउनु बिर्सेछु। भर्खर यहाँसँगै मेरो रुम आउनु लागिसक्यो। अब हाम्रो मेरो रुम काम लगाइदिएछु। यहाँ मुला खिच्ने काम लगाइदिएछु। अब हाम्रो अचार बन्दैछ। मैले चाहिँ मासु बनाउँदैछु। अनि यहाँ चाहिँ अरूहरू पनि बन्दैछ। अलि बनाइसकेपछि सबै देखाउँछु। यहाँ हेर्नु, दिदीलाई माइत बोलाएर माइतमा यस्तो काम हराइरहेको। माइत भनेको त सुखरी बस्ने होइन। यहाँ यस्तो काम लगाइरहेको छु म। यस्तो दिदी हुनुपर्छ है, माइत आएर पनि काम गर्ने। अनि यहाँ चाहिँ मैले च्याउरा आलु बनाएँ। अनि उता दाल बनिरहेछ। अनि उता चाहिँ मासु बनाएर भइसकेँ। ओ माई गॉड, यहाँ चाहिँ मासु बनाइसकेँ। अनि अब रामेन सार्ने हो। त्यो चाहिँ अहिले अर्को दिदी आएपछि बनाउने हो, किनकि सेलाइहाल्छ नि त मिठो हुन्न फेरि सेलाएपछि। त्यही भएर त्यो दिदीको वेटिङमा छ। अब यहाँ अचार बनाउन बाँकी छ, यसलाई मोल्ने हो। अनि त्यसपछि रेडी हुन्छ अनि खान्छौँ। तिमीलाई केही भन्नु मन छ? माइत आएर काम गर्दा कस्तो फिल भइरहेछ?
रुनु त रुनु भएन नि फेरि भोलि भिनाजुलाई गएर कुरा लगाइदिनु होला बहिनीले त काम मात्र हराइ भनेर मुख देखाउनु न हो मुख देखाउनु मेरो अडियन्सहरूलाई प्लिज दिदी अलि लजालु हुनुहुन्छ आहा पुरा बुढाको याद आएर रोएर आवाज छ हेर्नु गाइस त्यस्तो फेरि त्यस्तो होइन यहाँ प्याज काटेर रोक्ला हामी यहाँ पकाएर रेडी भएर बसिसक्यौँ दिदी अझै आइसक्नु भएको छैन रातिको 10 बजिसक्यो कुर्ता थाकिसक्यौँ यता दिदी त झन् यहाँ सुतेर निदाउनु होला जस्तो भइसक्यो के छ दिदी खाइदिने हो त हामी चाहिँ अहिले एकछिन गरौँ न पागल बनाउनु भयो दिदीले आज हामीलाई आउने बित्तिकै एक डाइलग जान्छ हाम्रो त्यही हो गाइज हामी यहाँ कुदिराखौँ दिदीलाई अब चाहिँ अझै लाग्छ होला 10 मिनट जति आउनलाई अनि आएर दिदी चाहिँ खासमा काम ढिलो भएछ आज त्यही भएर लेट भयो 9 बजे बल्ल आफ्नो रुममा आइपुग्नु भएको थियो त्यहाँबाट म हिँड्ने भनेको 1 घन्टा भइसक्यो अझै आइपुग्नु भएको छैन अब हेरौँ कतिखेर आइपुग्नुहुन्छ वेट गरिरहेछौँ आज चाहिँ हाम्रो जस्ट खाने र सुत्ने मात्रै काम होला जस्तो खासै गफ होला जस्तो छैन हेर्नु दिदी के छ हजुरको विचारमा त्यस्तै लाग्छ हजुरलाई नि दिदी पनि काम गरेर आउनुभएको थाकेर बेहोस हुनुहुन्छ यहाँ हामी त पकाएर चाख्दो त्यही पनि अगाइसकेछौँ त्यस्तो छ हालत बोल न तपाईँ त हाँस्ने मात्रै हो क्या यसो मेरो भ्लगमा बोलिदिनु न के बोलिदिनु भ्लगमा यसो गफ गर्नु के गफ गर्नु भन्नु दिदी बहिनी भएर अस्ति त हामी भेट भएर हो क्या गफै भइयो क्या दिदी छ त गफ त कति छ अहिले पखन बिस्तारै गर्दै बाँकी छ रुनी हो क्या अहिले रुनी चाहिँ किन बहिनी आफ्नो वेदना सुनाउँदै त्यस्तो गाइस अब एकछिन कुर्दैन केही फरक पर्दैन कुरौँला कुर्नै पर्यो नि होइन भरेका कुर्ने हो के छैन दिदी आउँछ अनि रमाइलो गर्ने हो बिदा हो नि त सबैको थाक्नलाई थाकेछ अब दुता दिदी पनि थाक्नु भयो हामी पनि थाक्यौँ ठिकै छ केही पाउनको लागि केक खुवाउनुपर्छ गाइजहरू यो मान्छेलाई हेर्नु यो मान्छेको मुख यस्तो मान्छे यहाँ यति 10 बजे हो 10 गर्मी गुड मर्निङ गाइज हामी यहाँ बिहान उठेर यहाँ हामी कफी रोटी खाँदैछौँ अब रेडी भएर नि हामी घुम्न जाने हो आज अहिले घुम्न गएको पनि हामीले भ्लग बनाउँछु म लास्टसम्म हेर्नु होला है हेलो गाइज आज चाहिँ हामी घुम्न जानु लागेको अनि सबै रेडी भइसक्यौँ अहिले चाहिँ यहाँ दिदीको कपाल कर्ली गरिरहेको अनि यहाँ चाहिँ सबैजना रेडी भएर खानासाना खाएर घुम्न जानु लाग्यौँ हामी अनि रेडी भइसकेँ अब हामी कहाँ जान्छौँ भन्ने कुरा चाहिँ अहिले भइ गरेर देखाउँछौँ ल आज हामी पुणे चल्ने पुणे हेलो गाइज ल हामी रेडी भएर जानु लागिसक्यौँ साइन्स ल्याब बस स्टेसनतिर जानु लाग्यो त्यहाँबाट चाहिँ हामी बस चढेर अनि हाम्रो डेस्टिनेसनमा जान्छौँ कति घाम छ हेर्नु यस्तो घाममा घुम्न हिँड्न पऱ्यो चार्ज गर्नु हो मेरो छैन यार 200 समथिङ कति हो अब उतै गरेर चार्ज गर्नु पर्ला जाने बेलामा त पुरा राम्री भएर गइरहेको अहिले आउने बेलामा रोसै हुन्छ होला हामी यस्तो घाम छ दिदीहरू त गोरै हुनुहुन्छ त्यस्तो केही फरक पर्दैन घाममा हिँड्ने पनि मलाई हो म काली हुने भए जस्तो रमाइलो भइरहेछ हिजो पनि रमाइलो गऱ्यौँ हिजो भ्लग बनाउने अब त्यस्तै हो कि सबैजना भेट भएर चाहिँ गफसफ गर्नु पऱ्यो अनि त्यही गफसफ गऱ्यौँ भ्लग भन्ने कुरा त्यस्तै हो अनि 2 बजीसम्म बस्यौँ है हामी 2 बजीसम्म गफ गरेर बस्यौँ अनि बिहान चाहिँ 9 बजे उठ्यौँ चिया खानासाना खायौँ रेडी भयौँ अनि अहिले हिँडेको एकदम रमाइलो भइरहेछ हाम्रो बस आइसक्यो अब जाँदैछौँ हामी जाँदैछौँ धेरै त्यसरी बोल्न मिलिरहेको छैन किनकि अरू मान्छेहरू छन् अब सुन्ने हो होला होइन हाम्रो दिदी पनि आउनुभयो हाम्रो सबै मोडल छन् आज होइन सब मोडल भएर घुमेर लाग्यौँ
बोल्दै बोल्दैन मै मात्रै हो क्यामेरा देखेपछि चुपचाप हो क्यामेरा सायद यति यो दिदी तर हिजो आउनै मान्नुभएको छैन अहिले ल हुन्छ कि छ भनेर ल मैले स्टार्ट गरेको उहाँहरूको लागि हो मैले यो दिदी चाहिँ हाँसे मात्रै बोल्ने होइन कस्तो त गऱ्यो नि त आउँदै हाम्रो बस आयो अब हामी जान्छौँ उयो हाम्रो बस होइन यो चाहिँ यहाँ जापानको बस हो सडिसक्यौँ गाइजहरू बसहरू हामी लास्टको सिटमा आएर बस्छौँ लागि रित्तै छ बस चाहिँ अहिले गएर भरिँदै जान्छ अहिले फेरि यस्तो प्याक हुन्छ अब कतिखेर फर्किन्छ थाहा छैन हेर्दै जाऊँ घाम छ गर्मी छ लास्टै त्यही गाइज हामीलाई यहाँ कस्तो टेन्सन परेको थियो भर्खरै अब हामी एक ठाउँमा जाने भनेको यहाँ एक ठाउँमा झरेर फेरि प्लान चेन्ज भइरहेको थियो भयो नै भनौँ होइन जान्छ डेस्टिनेसन त एउटै हो तर कसरी जाने तर हामीले डाइरेक्सन मिलायौँ अब हामी जाँदैछौँ यहाँ धन्न म यहाँ कुनै नचढ्ने भन्ने 20जना पुगिसकेको थियौँ हामी तर फेरि हुने चढ्न नपाएर रुन लाग्थ्यौँ धन्दै दुईजनाले मैले चढ्ने हुने गराएँ आखिर लास्टमा मेरो ठुलो सपना छ मेरो सपना पुरा गरिदिनु भनेर साकार गर्छ भन्नुभयो के अरे अब हेरौँ के हुन्छ बेलुका खासमा हामी जाने बेलामा पुग्ने चढ्ने भनेको अझै के हुन्छ थाहा छैन पुग्ने भनेको फेरि है यहाँ फेरि जापानको अडियन्स मात्रै हुनुहुन्न नि त मेरो अनि त्यसपछि के अरे अनि जाने बेलामा चढ्ने भन्ने प्लान थियो तर अहिले चाहिँ प्लान चेन्ज भएर हामी फर्किने बेलामा आउने भन्ने कुरा भयो ठिकै छ अब हेरौँ के हुँदै जान्छ कति कुरा बदलिँदै जान्छ गाह्रो छ जिन्दगी ल के छ त नानी हो हामी गोइङ टु उमिनो नाकामिची अहिले हामी कहाँ छौँ यहाँको फुकुकाको एकदम फेमस टाउन भ्यू हेर्नु गाइज भ्यू हिँड्नुहोस् तपाईँहरू टक 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 सुन्नुहोस् यसको कपाल चाहिँ बवाल देख्यो बवाल भिडियो बनाउने हो कि पछि टिकटकमा हाल्न हामी जाँदैछौँ सिमुलेको त्यो फेमस क्रसिङ चाहिँ होइन त्योभन्दा कम छैन है फेरि त्योभन्दा कम छैन है यस्तो दामी भ्यू छ यहाँ गाइजहरू अब चाहिँ कता जाने हो अब हामी नेक्स्ट उल्टा सिधा जाने हो हाम्रो गाइड पनि यहाँ सुजाता दिदी हुनुहुन्छ यो गाइड बुक हेरेँ पैसा त लिनु नि पैसा नि के हुन्छ अब मन लगाएर तिम्रो मनमा हाम्रो लागि दुईजनाको आज कर्ली गरेको कपाल यस्तो दामी देखिरहेछ हाम्रो मेकअप आर्टिस्टहरू कतिखेर पुगिने हो कति बजीको बसहरू दिदी 2:30को अब छ अझै 20 मिनट अझै 20 मिनट छ अब त्यहाँबाट एकछिन कुद्छौँ त्यसपछि जाने तर ठिकै हुन्छ उहाँ गएर चित्त हुँदाखेरि खिच्दाखेरि राम्रो आउँछ फोटो त्यही हो कति घन्टा लाग्यो हाम्रो आउनुलाई 1.5 घन्टा जति लाग्यो होला 1.5 घन्टामा हामी फाइनल आइपुग्यौँ हामी घुम्छौँ अनि फोटो खिच्छौँ एनर्जी कतिको छ त अरू उसले भर्खर भ्लग बनाउनु लागेदेखि फेरि आयो के बोल्नु के बोल्ने होला बोलिदिनु रे बोल्दै बोल्नु न हाँस्ने मात्रै हो हाँस्ने काम त गरिरहेको छु त नि मेरो भ्लगलाई एकदम के भन्छ हाम्रो अनुसारको मैले गराइदिनु सबैजनाले हेरेर अब हामी जस्तो बोरिङ मान्छे लिएर हिँडेपछि अनि बोरिङ कहाँ बोरिङ हुनुहुन्छ तपाईँहरू झन् यस्तो क्यामेरा पछाडि एकदम ऊ हुन्छ रमाइलो हुन्छ क्यामेरा अगाडि हेरी एकदम बजाउनु क्या तपाईँहरू त्यही पनि साथ दिइराखौँ साथ धेरै धेरै धन्यवाद हुन्छ ल अब चाहिँ अगाडि
म काली हुन्छु भने छाता लिएर हिँडिरहेको अहिले भ्लग बनाएर बन्द गरेको ल अहिले शीतल पनि भन्छ नि त अहिले बनाउँदाखेरि ल सी यु अन द नेक्स्ट पार्ट अब हामी उमिन नाकामिचीको पुरै भित्र घुम्दैछौँ अनिसा काफ्लेको साईको साथमा साइकल खोज्दैछ एउटा अनिस के अरे सुरताले चाहिँ दुईजनाको हो नि त बहिनी दुईजना चढ्ने हो यताबाट भित्रबाट बाहिरबाट निकाल्ने हो नि त आउँछु त ल यो के हो ल हिँड बहिनी हिँड त्यो भलकमा नि म यसरी देखाइरहने हो तिमीलाई अब यहाँ म चलाउँछु म ड्राइभर तपाईँको आज अनिसा ड्राइभर म दुईजना चढेर एकदम चढ्नेवाला साइकल प्यासेन्जर छु होइन दिदी चाहिँ उयो साइकल लिँदै सुजाता साइकल केही खाक्ने नि गर्दैछिन् हामी पनि यस्तो चल्नु पर्ने फोटो खिचिदिन्छ अरे के बिचरा बाजेले ओके भ्लग हुनु ए ल है हाम्रो दिदी बहिनीहरू तारिनो बाइसाइकल दो दिसका एकजना लड्यो भने ढ्याङलाङ्गे दुइटै है यहाँबाट उसमा जान्छ क्या त्यो के अरे उमी साइडतिर त्यतातिर लास्ट चाहिँ राम्रो हो हामी चाहिँ डबल चढेको छौँ म चाहिँ ड्राइभर हो दिदी चाहिँ पछाडि बस्नुभयो हामी चाहिँ कहाँ गएर रोक्ने हो अगाडि चाहिँ सुजाता दिदीले चलाइराख्नु भएको सिङ्गलवाला अझै एकजना भएको डबल चढ्नुहुन्थ्यो है नेक्स्ट टाइम अब भिनाजहरूलाई लिएर आउनु पऱ्यो त्यतिखेर फेरि म सिङ्गल होला दिदी होइन त त्यही मजाले आफै चलिरहेको भाइ होइन मतलब के अगाडि ह्यान्डल पनि के सुनि श्रेष्ठले लडाउने बहिनी अगाडि हेर लडाउन म तपाईँलाई ठिक एकदम रमाइलो भइरहेको शान्त शीतल हामी पुरा नेचरको मजा लिँदै एकदम होइन एकदम रमाइलो भइरहेको छ यता चाहिँ चलाउने बाटो हो उताबाट चाहिँ फर्किने बाटो हो यो बाटो चाहिँ फर्किने बाटो यहाँ चाहिँ हामी हिँडिरहेछौँ ल यो चाहिँ सरारारारारा अब गुफा आउँदै है गाइजहरू गुफा हो र त्यस्तो हुन्छ र होइन गाडीमा सास थामेको कि त्यसले अन्त भइहाल्यो भने थामेर बिचमा के माग्ने हो अब यसमा त के छ दिदी हुन्छ अहिले एजीवन दाइदिन खारेसी होला कि खारेसी पनि होइन कि दिदी के चाहियो उखाने हो क्या एकदम अहिलेको लागि चाहिँ एकदम उखाने हो उखाने भएपछि खारेसी जति नै आउँछ नि त उखाने त बहिनी होइन माथि पनि चाहिन्छ हामीलाई यहाँनिर सुनिसक्छ मलाई त अन्साले यो ब्यालेन्स गर्नुपर्छ अनि त्यही त सकिँदैन हामी चाहिँ आधी बाटो आइसक्यौँ गाइजहरू यता चाहिँ जू छ तर हामी छिरेनौँ किनभने हाम्रो अन्सा बहिनी नै गाई भैँसी जस्तै छ ए गाई भैँसी रे अति भएन हेर्न मन छ भने अन्साको रुममा आयो मेरो गाडी घुमाउँदैछु गाइस ह्यान्डल हेर्न ह्यान्डल कता ठोक्रे कता साइकल चाहिँ हामीले अब यहाँ पार्क गरेर रोज गार्डन जाँदैछौँ भने
आफ्नो चाबीको त्यो बाङ्गोहरू बिर्स्यो नि फेरि गरौँ गरौँ यो अगाडि त अनि त्यो दुईटा साइकल डबल साइकल हो नि त बहिनी घोडा रहेछ घोडा ऊ त्यहाँ ऊ लगाउ त चाबी लगाऊ ए अगाडि चलाउनु भयो सुरुबाट स्टार्ट गर्नु भयो छोडिदिनुपर्छ केही भएन हौ त्यो हो र युट्युबमा त्यस्तो मिल्दैन कि फेरि होइन दिदी यो कसरी हो यहाँ चाबी लगाउन अलि आइरहेको छैन प्लिज हेल्प ओ माई गड श्रेष्ठ चाबी लगाएर बहिनी अलि बच्चै छिन् नि त त्यही भएर खासै यो झोला त्यही राख्ने होला नि है केही हुन्न अब हाम्रो बहिनी हो त अर्को बहिनी त थाकेर बसी छिन् अर्को बहिनी यता छिन् हाम्रो एकदम अब यहाँ रोज गार्डन जाँदैछौँ हामी अनि ल ल यिनीहरूको फोटोसुट भइरहेछ होइन फोटोसुट भइरहेछ अब कति बेरसम्म खिच्ने हो एकदम राम्रो छ गाइस ठाउँ त एकदम राम्रो छ यहाँ फोटोसुट भइरहेछ यो फोटोग्राफर यहाँ अनिसा काफले यहाँ फोटोग्राफर यहाँ ब्लगर पनि हो फेरि एकदम फोटो त एकदम कडा कडा खिचिरहेछ नि बहिनीले अब निकाल्ने कस्तो थाहा छैन ठाउँ त हेर्नु गाइस यहाँ साइकलको चाबी लाएर बिगार्ने अवस्था पुगिसकेको छ बादरको हातमा नरिवल भनेको यस्तै हो के अरे फर्स्ट टाइम साइकल चलाए जस्तो भयो किन के भयो त्यो चाबी ऊ त्यहाँ चाहिँ घोडा छ यहाँ घोडा चढ्दिने हो साइकल चल्थ्यो अहिले चाहिँ म पछाडि बस्ने हो दिदीले अगाडि चलाउने हो ल भयो अब यो साइकल चाहिँ उयो दिदीले चलाउनुहुन्छ सुन्दिले चलाउँछ न त म चलाउँछु है गाह्रो भने भन्नु है दिदी ल मेरो ड्राइभर आउनुहोस् मलाई लिएर जानु पर्दैन पर्दैन त घटाउने र उ गर्ने अब चाहिँ हामी झरौँ ल अब चाहिँ मेरो ड्राइभर आउनु भएको छ अघि चाहिँ म थिएँ ड्राइभर अहिले चाहिँ सुरता दिदी हुनुहुन्छ रोक्नु है हो त अर्को गराउने साइज गरे हुन्छ नि त फेरि यहाँ के अरे अब चाहिँ हामी कहाँ जाने भन्दाखेरि रोज गार्डन होइन यता गएको है फुल भनेर यता गएको त रहेन चाहिँ म अस्ति आउँदा चाहिँ फुल चाहिँ अहिले चाहिँ सबै भ्याइसकेको छ त्यही भएर हेर्न पाएनौँ अब रोज गार्डन जाने त्यहाँ पनि छ कि छैन थाहा छैन अब आज हाम्रो चाहिँ यस साइकलमा घुमाइ मात्र होला जस्तो हो ल दिदी मेरो ड्राइभर प्लिज राम्रोसँग लिएर जानु ल गो ओ माई गड दिदी अगाडि हिँड्नु तिमीलाई चला ल म पेले खाएँ मैले छोकेको छैन ल 1 2 3 गो ल ये बा यस्तो ड्राइभर ए कति गाह्रो भयो टिलिङ टिलिङ घन्टी बजाउँदै घुमाउँछु सहरैमा मलाई सुजाता दिदीले घुमाउनुहुन्छ रोज गार्डनमा यहाँ चाहिँ सुनि श्रेष्ठ अहिले हाम्रो एक्लै चलाइराख्नु भएको छ अनि म चाहिँ पछाडि बसेर सुजाता दिदीको ड्राइभिङमा म अहिले तपाईँ त्यहाँ लड्नु भयो भने फेरि सक्नुहुन्छ रोज गार्डन यो हाम्रो रोज गार्डन रोज हेर्न जाने हाम्रो इन्ट्री फुलहरूले फुल हेर्न जाँदैछन् बट इट डज नट मिन नेपालीको फुल के इङ्ग्लिसको FOOL फुल
त्यही हो, त्यति रहेछ ल फुल। ल यही हो रोज गार्डन गाइजहरू। 2-3वटा कता कता फुलेछ। नेपालमा यतिकै बगैँचामा भइरहन्छ घरमा यत्तिकै हुन्छ। यसो आफैले खोज्ने अब फुल यहाँ। कमेडी गर्नु रहेछ त ब्लग बनाउनु पर्यो नि दिदी अब त्यही बाँकी छ। यो त हाम्रो घरमा यतिकै हुँदैन त। यस्तो पनि फुल रोज गार्डन अरे अझै यो पनि छैन त्यही पनि गार्डन चाहिँ के हेर न 2-3टा बुट्टा भएर त्यही भन्छ कस्तो बुझेन केटाहरू आउने र बिचरा केटाले केटी लिएर खाने त बहिनी। फोटोसुट रहेछ कि ए हामी ब्लग तिनीहरूको चाहिँ त्यहाँ फोटोसुट भइरहेछ। वेडिङ फोटोसुट गोइङ अन। यस्तो गरौँ सिधा तिनीहरूको चाहिँ वेडिङ फोटोसुट। बहिनी तिम्रो कहिले हो पछाडि हेरेर? मैले पनि अब तिनीहरू मध्ये कुन राम्रो लाग्यो भन्नु त? त्यही दुलाई राम्रो छ बहिनी। ए यसमा त फुलै छैन ल गाइजहरू। यो फुल बिनाको रोज गार्डन बिचरा त्यस्तो भन्ने होइन यार। छ 2-3वटा त यति नै होला है। यति नै हो ल है। कुन चाहिँ मनपर्छ एउटा टिपेर लिएर हिँड ल यिनीहरू मध्ये। त्यसै फुल राम्रो रहेनछ यहाँ मैले फुल भनेकै होइन। मान्छे भनेको क्लासिक नेपाली फुल देख्नै नहुने। अब यो फोटो निकालेर एल्बममा राखेर घरमा ठुलो बनाएर भित्तामा टाँच्नुपर्छ है। यस्तो अब बाँच्न सुमे यस्तो गर्ने हो कि? गाइज हामी चाहिँ अब स्टार्ट गर्नुभयो नि दिदी। हामी अब रोज गार्डन घुमेर भ्यायौँ। अब हामीसँग जम्मा 15 मिनट मात्रै टाइम छ। अब छिटो उमी गएर त्यहाँ घुमेर अनि साइकल बुझाउनु पर्ने हुन्छ। अनि उनी चाहिँ कता छ भन्ने थाहा छैन। हामी त्यसै सिधै मात्रै हिँड्दा मेरो ड्राइभरले चाहिँ सिधै लिएर जानु लाग्नु भयो। खाना अहिले चाहिँ यति मात्रै। त्यसो अलि अगाडि जान्छु म। अहिले चाहिँ यति अपडेट दिन्छौँ हामीले। अब नेक्स्ट हाम्रो ट्राभल भनेको बिचतिर है। त्यो साइडमा गएर चाहिँ फेरि भिडियो बनाउनेछु। त्यसरी फेरि हेर्नु होला। तपाईँसँग हेरिराख्नु होला। अहिले चाहिँ बाई बाई। यस्तो छ है तर हो कि होइन थाहा छैन। कस्तो दामी भ्यू यो है। त्यहाँदेखि माथि पुर्लुङ 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 झर्दै आयो भने त कस्तो मजा लाग्छ होला यहाँ। खाने छैन साइकलको बुझाउनु ठाउँमा आइजनु उल्टो अब हिँडेर त नथाके खाएको फर्किनु भयो। यता एउटा जानु त यसो के रहेछ हेरिदिनु। यता साइकल जान नपाउने होला दिदी मैले त चलाएको है। यति साइकल जान नपाउने होला फेरि। दिदी ल घुमाउनु पर्यो ड्राइभरजी। मैले चलाएन है पाइडल। यस्तो गाह्रो छ यहाँ। एकजनाले चलायो भने उड्न रहेछ क्या फेरि। धकालौँ झरौँ ल भयो होला। ल 1 2 3 गो। उता फेरि सिङ्गल साइकल पनि गाह्रो भइरहेको क्या दिदी। आउनु है आउनु। कति राम्रो। हजुर हामी एकछिनमा आउँछौँ है भन्नु। टाइम थप्दै नि हुन्छ नि हामीलाई। तिनीहरू त घरलाई आउँदैन। यस्तो कपाल उडाएर यिनीहरूले मैले पेलिरहेको छु दिदी। पेलेन मैले पेले जस्तो भएन। जामा उडाएर हावा कति लाग्यो। अब उनी साइड भएर होला कस्तो चिसो 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 हुँदै आएको। बहिनी उनी त त्यो उकालो चलाउनु पर्ने हो र। उकालो हो होइन होला है। सुनिसो यस्तो ठिक हुन्छ नि तपाईँ। त्यही भएर घुम्न पाएपछि केही चाहिँदैन हामीलाई। भोलि एक दिन छुट्टी छ त्यसपछि फेरि काम। हाम्रो रुटिङ साथीहरू यहाँ
यति दुःख पाइयो यहाँ आउनलाई ठाउँ भेट्दै नभेटाएर सुन्दै आउनु छिटो यस्तो राम्रो छ तर यो हामीले आइपुग्यो तपाईँहरूलाई मैले यस्तो राम्रो भ्यू देखाइदिन्छु हेर्नु गाइज लास्ट राम्रो भ्यू छ वाउ ए यहीँ बसिराख्न पायो भने त यस्तो अघि आउनु पर्ने रहेछ हामी यो 5 बजिसक्यो होला तर यस्तो दामी ठाउँ हेर्नु कताबाट हो त जाने तल कति हिँड्नु पर्दो रहेछ है यस्तो दामी भ्यू छ यहाँदेखि त छैन त बाटो अब त कहाँबाट जाने त बाटो नै छैन त यहाँ त बाटो छैन नि कताबाट जाने रहेछ यस्तो दामी छ भ्यू है एकदम तर बाटो छैन कहाँबाट जाने अस्ति त हामी तल झर्न मिलेको थियो भाइ तर दिदी तल झर्न मिल्थ्यो है तर ल गाइज हामी चाहिँ अब फर्किन लाग्यौँ हाम्रो घुमाइ भ्याइयो अब साइकलको टाइम एडभेन्चर भ्याइयो साइकलको टाइम भइसक्यो अहिलेसम्म हामी बुझाउनु गएको छैन अब के हुन्छ थाहा छैन 5 मिनट 10 मिनट सुगी भइसक्यो त्यही पनि अझै हामी यहीँ छौँ फोटो लास्टमा चाहिँ फोटो खिचेको यस्तो बवाल आयो है लास्टमा चाहिँ एकदम चित्त बुझ्यो क्या त्यो बाटो यस्तो दामी छ तर उता झर्दै पाएन क्या तल बाटो नै रहेनछ उता अर्कै बाटो होला क्या हामी चाहिँ अस्ति तल झरेको थियौँ अहिले चाहिँ यताबाट चाहिँ मिलेन तर भ्यू चाहिँ यस्तो दामी छ गाइज लास्ट राम्रो क्या हेर्नु यस्तो राम्रो भ्यू छ यहाँबाट माइ गड यहाँ पनि फोटो दामी आउँथ्यो होला तर यहाँ तल जानु पाएको भने कति राम्रो हुन्थ्यो तर जानै पाएन गाइज हामी लास्ट मोमेन्टमा आयौँ खाना आएको यो चाहिँ लाफिङ किमा नुडल्सहरू पनि आउँदै मोमोहरू सबै थकित छौँ सब थाकेर बिहोस पारमा अब यो खाएर आफ्नो घरमा लाग्ने हो आफ्नो बाटो लाग्ने त्यही हो गाइस धेरै थाकेँ अब चाहिँ मेरो ब्लग यहीँबाट इन्ड गर्छु म लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद बाई बाई